नमस्ते, म प्रकृति प्रेमी धम्जाली महिला यति बेला काठेगोडा 3 धम्जा 1 उखले को भुलचोर भन्ने ठाउँमा हाम्रो पूर्व इन्डियन आर्मी सुबदार साहब र हाम्रो गाउँमा हामीले कहिले खोलापारी कहिले सुरुकबाट पानी पिउने गर्थ्यौँ। दुधे खोलाबाट पानीको पाइप बोका पानी बोकाएर हामी पनि 10-11 वर्षको थियौँ त्यति बेला। पानी बोकाएर बालुवा बोकाएर पानी ल्याउने पहिलो व्यक्ति हुनुहुन्छ। उहाँलाई सम्मान गर्दै आज उहाँसँग भेट गर्न छु। बुवा नमस्ते। हजुरस् त नमस्ते। आराम हुनुहुन्छ? कति वर्ष पुग्नु? अलि साह्रो बोल्छ। 80 वर्ष पुग्नुभयो। 100 वर्ष आयो यही कामना गर्छु। आराम हुनुहुन्छ हैन त? ल ठिक छ। अरू सुनाउनुहोस्, घरमा को हुनुहुन्छ? बुढा हुनुहुन्छ। विदेश गए। सबै विदेशतिर गए। देश खाली भयो, गाउँ खाली भयो, जिल्ला खाली भयो। अब घरमा को छैन बुढाबुढी। तपाईँ इन्डियन आर्मी कुन पुस्टमा हुनुहुन्थ्यो? कुन जिआरमा हुनुहुन्थ्यो? गोर्खा रेजिमेन्टमा? फर्स्ट जिआरमा। फोर्थ जिआरमा है। फर्स्ट कति वर्ष सर्भिस गर्नुभयो? 28 वर्ष। 28 वर्ष। ल बधाई छ। नेपाल आएपछि तपाईँले फेरि बाटोघाटो यो कालीमाटीदेखि देउरालीसम्म मोटर बाटो जोड्ने पनि पहिलो व्यक्ति हुनुहुन्छ। अध्यक्ष भएर बुस्कासम्म लग्ने जोड्नु भयो। एकदम राम्रो गर्नुभयो। जे होस्, हजुरहरूको इतिहास अमर रहनेछ। किनकि जिन्दो हुने वर्ष जस्तै वनको विषयमा हाम्रो स्वर्गीय अमर श्री हुनुहुन्छ। उहाँ आइसकेपछि पेन्सन आइसकेपछि मैले बनाएको वनको अध्यक्ष उहाँले बनाउनु भयो। जस खुसी हुनुहुन्छ नि, जस गाउँमा बस्नु भएको छ। धेरै तलमाथि यो घर उहाँको यो घर हो। सत्यलोक जाने हो। जस कर्म धर्म गर्नुहुन्छ, जे सबैलाई मान्नुहुन्छ र मलाई पनि धेरै सहयोग गर्नुभएको छ उहाँले। म हजुरकै छोरा भएर बाँच्न पाऊँ है त बुवा। ल हुन्छ, अहिले म बिदा हुन्छ है त तपाईँसँग। हस् त, नमस्ते।